Everybody, welcome back to the Lamas Vlog. Lamas Vlog मा तपाईहरुलाई स्वागत गर्दै है। आज फेरि हामी यो नयाँ ब्लग सुरु गरिरहेको छु। आज त्यस्तै हो, छुट्टीको दिनमा हामी बुढाबुढी यसो घुम्नु चाहिँ निस्केको छु। यसो घरदेखि बस्दा वाक्क भएर अलिकति यता मेन हाइवेमा निस्केको हैन। तर कहाँ जाँदैछु के जाँदैछु अब त्यो चाहिँ अब जस्ट हाम्रो डेस्टिनेसन पनि छैन त्यस्तो पनि। जस्तै घुम्नु मात्रै निस्केको। आउँदा चाहिँ बिचमा बाटोमा एउटा माने भेटेर चाहिँ मम्मीले माने घुमाउने भनेर एकछिन यहाँनिर रोकेको। यो छेतेन जस्तो बनाएको छ है, छेतेन वरिपरि यस्तो रहेछ। त्यसले गर्दा जस्ट रोकेर हो फोटो खिच्छु। यहाँनिर एउटा तर यहाँको भ्यू चाहिँ एकदमै राम्रो लाग्यो है। जङ हो यो चाहिँ, जङ भन्छ यो जग्गा है। हामी चाहिँ यता देख्दैन, यता तामाङपट्टिबाट आएको, यतापट्टिबाट आएको हो। यहाँ चाहिँ आएको यस्तो चियाहरू खानुपर्छ ल माथितिर गएर है। माथितिर यो चाहिँ अब जङ बजार जङ हो। यहाँ टङबाट झन्डै 28 किलोमिटर जस्तो छ होला। उमाछा जाउँ है। यहाँको चाहिँ अब यस्तो नेचरल ब्युटी चाहिँ मजाको छ यतातिर है। यसो हेर्नुहोस् ल, उमाथि जाउँ चिया खाउँ, त्यहाँबाट फेरि ब्याक टु पेभिलियन। घरमा बस्दा वाक्कै लागेर चाहिँ अब आज छुट्टीको दिनमा चाहिँ यसो निस्क्यो क्या। वाक्कै भइसक्यो बस्दा अन्त हो। अब घुम्ने ठाउँ पनि अब सबै एक्सप्लोर गरिसक्यो होइन। कहाँ जानु घुम्नु पनि भनेर बुढाबुढी चाहिँ अब कहाँ जानु, अब बुढाबुढी जानु पऱ्यो होइन। घरमा बसेर बेसी यो के अरे कुनै के लागिसक्यो भन्छ नि, के भन्छ एउटा कैँडा लागिसक्यो भने जस्तो भइसक्यो। एक्सर्साइज नभएर यताउति अब केही पनि छैन एक्टिभिटीहरू। अरू बेला अफिस गयो आयो बस्यो। अब कहाँ जानु भने त दुईजना यसो घुम्नु गएर चाहिँ माथिसम्म जाउँ। दोकानहरू भेट्दैछ भने यसो चिया पनि खाउँ। तू आती है सीने में जब जब सांसें भरता हूँ, तेरे दिल की गलियों से मैं हर रोज गुजरता हूँ। हवा के जैसे चलती है तू, मैं रेत जैसे उड़ता हूँ। कौन तुझे यूं प्यार करेगा जैसे मैं करता हूँ। The next morning. गुड मर्निङ एभ्रिबडी। यो भ्लग चाहिँ अब अस्तिको भ्लगसँग कन्टिन्यू गरेको है, नयाँ भ्लग चाहिँ होइन। आज पनि अब हामी बाबुल भाइ मिसेस र म अब यसो निस्केको घुम्नु है। त्यसले गर्दाखेरि यहाँ अस्ति ज्वाइँले यहाँनिर खिच्नुहोस् न, यहाँ राम्रो छ भन्दै थियो कि। यहाँनिर स्ट्रिमहरू छ नि त यसरी मसिनो खोलाहरू। त्यसले गर्दाखेरि यहाँनिर चाहिँ यसो फोटोहरू खिचेर सेलाटप भन्ने छ एउटा भ्यू पोइन्टै हो त्यो है। तामाङबाट अलिकति टाढै नै पर्छ। सेलाटप गएको, घुम्नु गएको। जाँदैछु बाटोमा पुगेर एकछिन यहाँनिर रेस्ट गरेको। अहिले हामी झन्डै 2 घन्टा जस्तो हिँड्यो है। 2 घन्टा जस्तो हिँडेर चाहिँ अब अहिले चाहिँ आधी बाटोमा आइपुगेर चाहिँ अहिले हामी चाहिँ अब जाँदैछु। गाडीहरू पनि आउँदैछ, टुरिस्टहरूको पुरा यसरी आउँछ। यो मेन रोड हो यो। अब यहाँबाट सिधा गएर चाहिँ सेलाटप, त्यहाँबाट बमडिला पुग्छ। बमडिलादेखि चाहिँ अब उता तेजपुर गुवाहाटी जाने बाटो हो। ल चिसो छ है। अघि त कस्तो घाम लागिरहेको थियो यहाँ हो। चिसो त्यही त 10-12 किलोमिटर होला छ। अब पुगिहाल्नु माथि है, सेलाटप पुगेर त्यहाँबाट चाहिँ जाने त्यसो पनि आउँदै। गुम्पा पनि जान्छु भन्नु भएन म्याम? अब हामी गुम्पा यहाँ कहाँ चाहिँ यहाँ पनि छ, अगाडि छ बाटो छ नि। जङ गुम्बा अहिले हजुर जङ पुग्नु लागिरहेको छ हामीहरू। गुम्पा पनि दर्शन गर्नु सक्नुहुन्छ बाटोमै, अलिकति सर्टकट तल झर्नुपर्छ अलिकति। अनि त्यसपछि चाहिँ फेरि सेलाटप। हजुर सेला जानु पर्यो। हजुर हजुर हजुर। अहिले त टनलको कारणले माथि त कोही जाँदैन नि। उत्तिसको रु पनि छ नि पुरै। उत्तिसको है? हजुर पुरै उत्तिसको।
अनि उ त्यसको रुट त सिधा हुन्छ हैन यही यस्तो भिर पहाडमै रहन्छ नि ठुलो हुन्छ अझै यो त नयाँ नयाँ हो नि त बाटो खोले धेरै भएन नि धेरै वर्ष भएको छैन मजाले रोपेछ साइड साइडमा है हजुर यहाँ मुनि एउटा गुम्बा रहेछ त्यही गुम्पामा अहिले भनेको नि मैले हजुर यसमा पनि हाम्रै नेपाली तामाङ केटाहरू छ त भक्कु लामाहरू सानो सानो बच्चाहरू नेपालकै प्रोपर नेपालकै हो कोही कोही त उता सिक्किमतिरको नि होला है छ छ छ हजुर घोडाको चलन चल्दैछ माथि काम चल्दैछ नि त गदा हो यो माथि काम चल्दैछ गदा हो यो उसको लागि माथि सिमेन्ट यता बोक्दै होला नि सर्टकट गाडी त जाँदैन त्यहाँ काम लिएको होला आर्मीको बङ्करहरू बनाउने त्यसमा त्यो बोकाउने अहिले चाहिँ हामी जसवन्तगढ पुग्यो ट्याक्कै अहिले जसवन्त बाबाको मेमोरियल One eternity later. अहिले हामी चाहिँ जसवन्तगढ पार भएर अब सेलाटपपट्टि लाग्ने हो एकछिन आराम गर्ने होइन साहबहरू अहिले आराम गर्नु बसेछ यही बाटो जानुपर्ने छ अझै 10-12 किलोमिटर छ उहाँ आराम गर्नुभएको छ हमें अपने दिल में बसाया है तुमने मोहब्बत के काबिल बनाया है तुमने यहाँ चाहिँ अलिकति चाय नास्ता गरौँ न सर होइन भित्र चाहिँ हजुर हजुर हुन्छ हुन्छ हजुर हजुर यो चाहिँ एसएसबीको केफे हजुर राम्रो बनाउनु भएको छ उहाँहरूले चाय कफी मोमो थुक्पाहरू भेटिँदो रहेछ हामी चाहिँ म्यागी खाएर म्यागी चाय खाएर निक्लेको अब एकछिन घुमघाम गर्ने हो ठिकै छ सर म्यागी यस्तो जग्गामा भेट्नु नै ठुलो बात हो नि त यति जग्गामा म्यागी पाउँदै ठुलो कुरा हो हजुर, केही पाउँदैन त्यहाँ अनि अब एकछिन जनसुविधा हजुर गरेर निस्क्नु ल हजुर टुरिस्टहरू फोटो लिँदैछ अब अगाडि गएर त्यो लेकको छेउमा एकदम फोटो मारौँ है सर लेकको छेउमा हजुर अलिक मौसम चाहिँ खराब भयो अहिले फोकी लाग्यो एकैछिनमा ठिक हुन्छ एकैछिनमा बिग्रिहाल्छ यहाँ त मौसम अब अगाडि गएर फोटो खिच्ने छ अलिअलि पुरा टुरिस्टहरू चाहिँ फोटो खिचिरहेछ अहिले पुरा इन्जोय गर्दैछ टुरिस्टहरू इन्जोय गरिरहेछ अहिले अब हामी पनि सँगसँगै यसो एकतिर फोटो खिच्नुलाई उठ्नु भएको छ सर म्याम यो चाहिँ सेलालेक एकदम नेचुरल टुरिस्टहरू पुरा एकदम रमाइलो गरिरहेछ नि तल पनि छ टुरिस्टहरू छ हजुर तल छ हजुर एकछिन सर यो तल टुरिस्टहरू पुरा फोटो खिचिरहेछ आउनु सर फोटो खिच्छु सर है एक दुईवटा पुरा फोटो खिचिरहेछ बिचरा टुरिस्टहरू पनि यत्रो टाढोबाट आउँछ कलकत्ताबाट आउनु भएको छ कहाँबाट आउनु भएको छ
अहिले चाहिँ फोटो पनि खिच्नु भयो सारा म्याम। ए टुरिस्टहरूसँग हामी पनि इन्जोय गर्दै। फाइनली हामी अहिले चाहिँ यो सेला पासमा आइपुगेको छु हो। 6 टुरिस्ट भएको अलिकति थियो है, अब 1-2 दिन चाहिँ कम्ती हुन्छ। अब यहाँ घुमघाम गरेर हामी चाहिँ अब निस्किनु। पानी चाहिँ पर्ला के गर्यो यहाँ लेक चाहिँ नि यस्तो छ। लेक चाहिँ यहाँ चाहिँ हेर्नुहोस् है, यहाँको लेक चाहिँ नि अरू बेला चाहिँ पुरा फ्रिज भएको हुन्छ कि, अब अहिले चाहिँ छैन अब त्यस्तो फ्रिज छ, तर अब ब्युटिफुल छ अब एकदमै क्या। गाडी चाबी खै ए घाम पानी अझै छ टुरिस्टहरू है। यिनीहरू तङ पुग्नु त अब होइन, यहाँ रोड दर्शनगढ गर्छ तङ पुऱ्याइदिन्छ होइन। बस जो है बिस्तारै अब हामी चाहिँ यहाँबाट फर्केपछि अब तल त्यो जङ खोल्छ है सर एकबार। अब जङ फल्स घाम लागेछ भने चाहिँ घाम लागेछ भने एकबार जाउँ, नभए पनि डाइरेक्ट तल। अनि यो लेक चाहिँ उपरबाट हेरौँ न एकताल। हजुर त्यो फोटो खिच्नु न एकदुई। चिसो चाहिँ चिसो हावा हजुर यहाँ त हावा मार्छ। तर अब 13,500 हाइट हो, त्यसो हावा त रहन्छ सर। चिसो हावा त्यो चिसो हुन्छ। हजुर ठिकै भयो आज आएको छ, दिन पनि राम्रै छ। बेलुका भएर चाहिँ अब अलिकति हावा चल्न थाल्यो नि त। बालवाला भोक पनि लागिसक्यो होला। ओके मेगी खाइन सर, आज त भोक लाग्दैन अब। अझै पनि हिउँ पिक्लेको छैन माथि पहाडमा। फेरि हामी फोटो खिच्यो, अब हामी फेरि जङपट्टि लाग्यो क्या, जङ लाग्ने हो। ल हेर्नु सर अब ल अब चाहिँ हामी सेलाटपबाट फर्केको। लेकमा अलिअलि फोटोसोटो पनि खिच्यो, त्यहाँदेखि चाहिँ पुरै खिच्यो फर्कियो। यहाँको यो बाटोको भ्यूहरू चाहिँ नि हामी छाङ्गुबाट फर्किँदाखेरि त्यो 16 माइल जस्तो लाग्यो है, सेम त्यस्तै देख्छ यहाँनिर। एहसास है बुझती नहीं है, क्या प्यास है क्या नशा इस प्यार का, मुझ पे सनम छाने लगा। कोई न जाने क्यों चैन खोता है, क्या करूँ हाय कुछ होता है, क्या करूँ हाय कुछ होता है।